बडा दशैँ 2082 साल असोज 16 गते दशैँ टिकाका लागि बनेपा हुँदै नवबुद्ध नगरपालिका रोसी गाउँपालिका हुँदै महाभारत गाउँपालिका वडा नम्बर 2 मा अवस्थित रजिडाँडासम्मको यात्रा तय गर्दै गर्दा जे देखियो त्यही कैद गरिएको दृश्यलाई हजुरहरू माझ राख्न चाहे। हेलो गाइस, वेलकम टु माई ब्लग। आज मिति 2082 साल असोजको 16 गते। आज चाहिँ दसैँको टिकाको दिन। आज चाहिँ दसैँको टिका लाउनको लागि हामी चाहिँ घर आएर 2-4 दिन भइसकेका छौँ भने हाम्रो चाहिँ आज टिकाको दिन। टिका चाहिँ सधैँ चाहिँ आज पनि टिका लाउने हाम्रो चाहिँ परापूर्व कालदेखि चलिआएको रीतिरिवाज चालचलन अनुसार हामी चाहिँ टिका लाउने र हजुरबा हजुरआमाको अथवा आफूभन्दा माथिका ठुलोबा ठुलाआमाहरूको हातबाट आशीर्वाद दिने गर्ने गर्दछौँ। हामी चाहिँ यो दसैँको बारेमा 2 शब्द के छ? एकदम धेरै राम्रो छ छोरा। दसैँको यसपालि 82 को दसैँमा एकदम ठिकै छ, राम्रै छ। दसैँ कस्तो भइरहेछ तपाईको? सबै एकदम ठिक छ, मेरो लागि ठिक छ। अरू साथीहरू चाहिँ त्यही हो, आफ्नो व्यवहार हो होइन, आफ्नो पेसा हो, एकदम ठिक छ। यसपालि सबैको ठिकै छ, सबै राम्रो छ।
लिँदा माया लाभ महिला दाइन महिला नाइदन माया लाभ नारायण शिव तिरदागा भोमो गावा राङा दावा। दसैँ टिकाको भोलिपल्टदेखि 2 दिन अविरल वर्षा र विपदका कारण उत्पन्न भएका समस्याहरूले आवत जावत गर्ने नागरिकहरूलाई शास्ति पुगेको र रोड सबै भत्किएको कारणले हिँडडुल गर्नुपर्ने र पैदल यात्रा गर्नुपर्ने बाध्यता भिडियो जस्ताको जस्तै। विराल वर्षा र हावाहुरीको कारणले क्षति भएको यो विषय हो र क्षति भएको यो पुरै उडाएर सबै क्षति भएको यो एउटा हावाले उडायो सेट। दसैँ टिकाको भोलिपल्टदेखि 2 दिन अविरल वर्षा र विपदका कारण उत्पन्न भएका समस्याहरूले आवत जावत गर्ने नागरिकहरूलाई शास्ति पुगेको र रोड सबै भत्किएको कारणले हिँडडुल गर्नुपर्ने र पैदल यात्रा गर्नुपर्ने बाध्यता भिडियो जस्ताको तस्तै। यो चाहिँ म विपदको कारणले गर्दा हामी चाहिँ यसरी भारी पुगेर वर्षको कारण तय भएको यात्रा जुन यात्रा महाभारत गाउँपालिका वडा नम्बर 2 रजिराडादेखि गाउँपालिकासँग जोडिएर हामी चाहिँ वर्षाको कारणले ठुलो नदी नाला अनि हुरी बतासको कारण अवरुद्ध भएको सडकलाई पार गर्दै हामी चाहिँ यात्रा तय गर्ने क्रममा एक भारी यहाँ त यो कुखुरा है गाइस, यो कुखुरा यो भाली। दसैँ टिका समाप्तपछि महाभारत गाउँपालिका वडा नम्बर 2 रजिराडादेखि बनेपासम्मको यात्रा तय गर्दै गर्दा विपदका कारण अवरुद्ध सडकको दृश्यलाई जस्तोको तस्तै कैद गरेको भिडियोहरूलाई हजुरहरूमाझ सानो क्लिप्स सानो टुक्रा राख्न चाहे हेरेर साथ दिनुहोला, माया गरिदिनु होला। वर्षा र विपदका कारण नागरिकहरूलाई हिँड्नुपर्ने शास्ति, वर्षाको कारण अवरुद्ध भएको सडकहरूको दृश्य, जताततै रोडको बिचमा रुख ढलेको र पहिरो गएको, रोड आदि टुक्रिएको जस्तो समस्याहरू हजुरहरूले देख्न सक्नुहुनेछ। यो हो ऐतिहासिक पोखरी तारखसी लेक, रोसी गाउँपालिका र महाभारत गाउँपालिकाको बिचमा अवस्थित। यो तारखसी लेकमा परापूर्वकालदेखि एउटा तारा खसेर बनेको पोखरी भन्ने पौराणिक कथामा रहेको छ भने यो तारखसी पोखरी न कुनै पनि ठाउँबाट पानी आउने मूल छैन। यहाँ पानी यत्तिको रहिरहन्छ। यसमा जनै पूर्णिमाको दिन झाँक्रीहरू आएर रमाइलो गर्ने, जनै पूर्णिमा मनाउने, रोसी गाउँपालिका र महाभारत गाउँपालिकाका झाँक्रीहरू
भएको र पहिरो गएको रोड आदि टुक्रिएको जस्तो समस्याहरू हजुरहरूले देख्न सक्नुहुनेछ।